नमस्कार साथीहरू, आज हामी सँगै बनाऊ है त आफ्नै बारीमा फलेको आलु काउली र तरुलको तरकारी। यसका लागि मैले कराईमा तेल, मेथी सबै फुराएर आलु राखेर बेसार स्वादअनुसार नुन राखेर राम्रोसँग भुटेर यसमा तरुल राखेको छु। हेर्नुहोस् न तरुल पनि कस्तो राम्रो सेतो छ र आज मैले दाउराको आगोमा पकाएको छु। यो तरकारी आज विशेष तरकारी हुने भएको छ। लसुन, अदुवा, खुर्सानी पनि कुटेर राखेको छु। यो पाकिसके पछाडि ब्रोकाउली राखेर यसलाई पनि राम्रोसँग चलाएर छोपेर पकाउनु पर्ने हुन्छ। हेर्नुहोस् त आगो कस्तो मजाले बलिरहेको छ। यसलाई छोपी पकाए पछाडि चाहिँ यो राम्रोसँग पाक्छ र पाकिसके पछाडि माथिबाट टमाटर, मसला राखेर एकैछिन चलाएर यसमा थोरै पानी राखेर छोपे पछाडि हाम्रो तरकारी चाहिँ रेडी हुन्छ। रेडी भइसके पछाडि माथिबाट धनिया राखेर चलाएपछि हेर्नुहोस् त यस्तो राम्रो खाउँ लाग्ने तरकारी बनिसकेको छ। हजुरहरू पनि यस्तै तरकारी बनाएर खान सक्नुहुनेछ। थ्याङ्क यू सो मच फर वाचिङ।